हेर्नु भएको छ है त्यो क्लस्टर बन्नलाई त एउटा याक्खाबा भन्ने एउटा देश हो जस्तो लाग्यो मलाई चाहिँ होइन हाम्रो किराँती कल्चरमा कोही दुःख पाएको भड्केर आएको बिजोग भएको मान्छेलाई राखेर भाइ बनाउने चलन पनि छ होइन त्यो पनि एउटा क्लस्टरमा एउटा 12 भन्ने फुल छ 12 किसिमको एउटै हो तर सबलाई हामी 12 भन्छ यो क्लस्टरमा आउनुभन्दा अगाडि याखाको शब्दिक अर्थ के हो त मेरो चाहिँ बुझाइमा हाम्रो कुरा भनेको या भनेको प्राण हो स्पिरिट आत्मा अथवा चेतना एक मुख पनि हुन्छ या भनेको हामी या भनेको मुख पनि हो अनि या भनेको प्राण पनि हो या भनेको धान पनि हो अथवा अन्न होइन खा भनेको माटो अनि सबभन्दा हामी किराँतीहरूमा होइन जेठो याखा हो कि जस्तै तपाईँलाई चिमोटे भने आ भन्नुहुन्छ आ भनेको दुख्नु हो कसलाई दुख्यो भन्दा या भन्नुहुन्छ नि चिमोट कसलाई दुख्यो चेतनालाई दुख्यो प्राणलाई दुख्यो है अनि यो एसियामा हामी किराँतीहरू नै सबभन्दा पाको जेठो आदिम मूलवासी भन्छौँ होइन अनि त्यसमध्ये पनि यो याखा चाहिँ जेठो हो कि त अनि एउटा के देखिन्छ भने बिचमा लिम्बूहरूलाई पुरानो हाम्रो पौराणिक हिसाबले किराँतीहरूको पौराणिक हिसाबले चोङ भन्छ अनि शेर्पाहरूले जोङ भन्छ अहिले थाहा छ कि छैन होइन जोङ अनि लेप्चाहरूलाई रोङ भन्छ चोङ जोङ र रोङ अनि राईहरूले खाम भन्छ चोङ जोङ रोङ र खाम मिलेर एउटा जातिलाई माथि मेट बनाएको छ त्यो को हो त्यो याखाहरू यो कुरा निर्वंश शास्त्रीहरू धरणी दाहाल जस्ताहरूले पनि लेखेका छन् कि याखाहरू यो क्षेत्रबाट कसरी अल्पमनमा परे भन्दा शासक रहेछ उनीहरू तर अत्याचारी अनि अहिलेको जेन्जीहरू जस्तै यो चोङ जोङ रोङ र खाम मिलेर चाहिँ यो याखाहरूलाई माटी मेट बनाइदिएको छ अनि मुस्किलले बाँचेको मात्रै हो यो अनि लिम्बूहरूले लिएको प्राय सम्पूर्ण त्यो धान नाचको कुरा भयो च्याब्रुङ नाच्ने कुराहरू भए है यी कुराहरू याखाबाट लिएका हुन् तर उनीहरू मेजोरिटीमा भयो अहिलेको क्षेत्रीय बाहुनले हामीले मिचे जस्तै मेचिदियो उनीहरूको इतिहास लेखियो मुन्दुममा पनि उनीहरूको कुरा आयो है यिनीहरूको आउन सक्दैन भन्ने मेरो चाहिँ लागेको छ याखाको अर्थ चाहिँ अनि तपाईँको यो धान नाचलाई पनि या लाग्ने भन्छ या लाग भनेको धान पाक्यो होइन त्यो हा भन्ने पनि हाम्रो यो भङ्गेरा छ नि त्यसलाई फेवारु भन्छ सुरुमा चरालाई जुठो गर्न आउने चाहिँ त्यही चरा हो।
ए अन्नलाई जुठो लाउने अनि पितृहरूलाई कुनै पशुहरूले पनि नखाएको, कुनै चरामुसाले पनि नछुएको चोखो चिज चाहिँ तपाईँहरूले दिँदैछौँ है, लिनुहोस्, खाएर पिएर खुसी भएर हामीलाई आशीर्वाद दिनुहोस् भनेर उधौलीमा पूजा गर्दाखेरि तिनै पारामा घैया फ्यारो भन्ने चराहरूको मुन्नु आउँछ त्यहाँ है। अनि यो धानमासलाई लिम्बुहरूले पनि यालाक नै भन्छ। या भन्ने शब्द त याखाहरूको नि त